मतिर देखा मम्मी के लाग्नु छ स्यालेन के लाग्छ तैँले मैले पनि साग टिपेछु ओके मैले नि साग किन्न ल्याएको यहाँ त चल्ला त त्यहीँ गएको छन् त्यो त्यसै साथी नि क्या कति सब्जी आउँछ कि आइज च्यो कति सब्री आएको कि यो कालो भन्दा त त्यो सब्री आएको आइज ल आइज 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 माथि आइज तपाईँको मनी भएको हेर भाग्यो ए कुकुरले के लिएर आउनु छ यसले साग साग छैन हेर यहाँ अलि छ क्या नि भाइ कि खाल्यो मैले खायो हाले ए बासी भात त्यही बासी भात खाँदा नि यहाँ पो छ यहाँ मान्छे यहाँ सर्को परिन्छ तातिन लाग्छ त अब रोड के मिल्दैन होइन अस्ति कति बेला दिला आएको छन् फेरि लाउने के लाउने किन गोबी मम्मी तपाईँको खस लाग्यो कि के ऊ धन्यवाद इच्छा देथे हेर्नु खोइ के लिएर आए वाउ मलाई मन पर्ने साग अनि देखे आए अर्को स्याम्पू 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 कि सम्पू मलाई यो मम्मीलाई मन पर्छ नि स्याम्पू त मलाई त मन पर्दैन मलाई पनि मलाई नि मन पर्दैन तर राम्रो चाहिँ कति राम्रो छ है अब देख्न लाग्छ आहा धन्यवाद मम्मीलाई त्यो पनि औषधि हो औषधि खानुपर्छ यसमा हाल्नु त यसमा नमिसाउनु त्यसमा कहाँ मिक्स होला यसो मुठा अलग्ग पार्ने के सोध्दै यिनको मुन्टा भाँच्नु छ क्या किन भित्र राख्ने भित्र किन अब त बानबुन कार्के कानमा सबै बोइलमा हाल बिहान हुन्न फेरि बिहान अहिले त सबै गर्ने छे आज दवाई घोप्टिदिए के हो केको दबाई बिहानै त सब रेडी हेर्दै कहाँ राखेको थियो र उ त्यो टब्रीमा सुगाएर नि हेर्नु त हावाले उडाइदिएको के मम्मी दवाई हो के हो के गर्दा मम्मी यो यो कहिले कहिले तँ निकाल्न खाएको र त्यसलाई नखाने एकैछिन के मुन्टा भाँच्नु न नभाइछ हुन्छ ए त्यो गराउने हैन त्यो उही गरायो छोड छोड नगर मुन्टा भाँच्नु न ल अहन नभाइछ अँ भाँच्दैन के उही उही नगरा के त्यो ए खाली हेर त आज त फाल्दिएर छ हेर हवा के हो के हो ले हाम्रो मम्मीले यो तयारी गर्दै हुनुहुन्छ मलाई लाग्यो यो साग त्यस्तो त्यस्तो नकस के त्यो दुनियाँ फरक त्यो त्यो अहिले उले गराउनु छ क्या जसको घरमा आमा हुनुहुन्छ त्यो घर धन्यको घर हो ठुलो सम्पत्ति त्यो मान्छेको हेर्नुहोस् जा लाइटर यो होइन कि अब जसको आमा हुनुहुन्न पीडा त उहाँहरूलाई पनि हुन्छ उता पीडा उहाँहरूलाई पनि हुन्छ तर भाग्यमानी छोरा त्यो हो जसले आफ्नो आमा बुवाको काखमा बसेर खान पाउँछ जा त्यो क्यामेरावाला परेको छ कुरा सुरु बिग्रियो त भयो मजाक भयो ड्याडी बनाएको मिनिया त क्यामेरावाला पनि आएको पनि ठिक छ यो पनि रमाइलो यो पनि बन्द गरौँ रमाइलो पल हो बना केक त फेरि लाइटर ले जा आओ जोड्छु जा ए प्रभु चल लाइटर ले कति बोल्नु पर्यो आज बोल दिदी नमस्ते राँगा मासु नखाने अलि बाहुन छेत्री परे अरू सन्चै हुन्छ दिदी लाइटर ले जा क्यामेरा